हेलो गाइज, वेलकम टू माई मिनी ब्लग। सबैभन्दा फर्स्ट चाहिँ मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। आज चाहिँ म चाहिँ किनीमा पकाउन आँटेको छु। अनि मैले चाहिँ कराई बसाएँ। यो कराई चाहिँ अगाडि नै सब्जी पकाएको कराई भएर हल्का कालो थियो। मैले चाहिँ त्यसमै बनाएँ। अनि सुरुमा चाहिँ मैले हालेँ यसमा जिरा चाहिँ मलाई मिठो लाग्छ। अनि लसुन पड्काएँ, प्याज खोर्सानी एकछिन फ्राई हुनु दिएँ। अनि त्यसपछि मैले यहाँ टमाटर र आलु पनि लगाएँ। थोरै आलु पनि हाल्यो भने मिठो हुन्छ नि त। अनि यो ग्रेभी मजाले पाक्न छोड्दिएँ। अनि त्यसपछि मेन भनेको चाहिँ किनीमा मैले आज यसकै सब्जी बनाएको थिएँ क्या। यो चाहिँ भटमासबाट बनाउँछ, मेरो चाहिँ फेभरेट हो। अनि आज चाहिँ पानी परेछ अनि यसो जाडोमा यसको रस माइ गड मिठो हुन्छ क्या। मलाई चाहिँ मिठो लाग्छ, कसैलाई चाहिँ मन नपर्न पनि सक्छ। अनि यहाँ चाहिँ मेरो छोरा र छोरी खेल्दैछन्। यहाँ मेरो छोराले चाहिँ केही गर्नै दिँदैन क्या। अनि किनीमाको रस चाहिँ लास्टमा यस्तो भयो। अनि मैले यसको भिडियो लिएँ, मैले खाएको चाहिँ बनाएन, तर यति मिठो भएको थियो।